हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई न्यू भिडियो। अन्त हजुरहरू सबैजना ठिकै हुनुहुन्छ? म पनि ठिकै छु। र यतातिर चाहिँ गरम बेसी छ, ज्यादा छ हो। म चाहिँ फेन खाँदै यहाँनिर सिलाइ बुनाइ गर्दैछु। अन्त चाहिँ यसो भिडियोहरू पनि बनाइदिएको। अन्त मेरो चाहिँ यति बुन्दैछु हो। सो यो बुनिसकेर यसको पनि मैले अरू पनि ब्यागहरू बुनेको छु। यसको एक्स्ट्रा भिडियो आउँछ होइन। सो आज चाहिँ म चाहिँ यहाँ सिलाइ बुनाइपट्टि छु होइन। कोलाई मनपर्छ सिलाइ बुनाइको सामानहरू कमेन्टमा भन्नु होला। गरम पनि बेसी छ यतातिर चाहिँ हो। बसी नसक्ने अवस्थामा भइरहेको छु। म चाहिँ घरमा एक्लै छु। नानी पनि स्कुल गयो, दादा पनि उसकै काममा। अन्त म चाहिँ एक्लै यहाँ गरम पुरा छ र चाहिँ फेन खाँदै नै यहाँनिर बुन्दै गरेको हो। सो साथीहरू के कसो हुन्छ आजको भिडियो हेर्दै गर्नुहोस् होला। अन्त मेरो भिडियो चाहिँ इन्डिङसम्म नै हेरिदिनुहुन्छ भने ठुलो आशा राखेको छु होइन। अन्त जतिजनाले मलाई सपोर्ट गरिरहनु भएको छ तपाईँहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। र मेरो भिडियो हेर्दै गर्नुहोस् ल। के हुन्छ म तपाईँलाई आज दिनभरि के गरेँ मैले म सबै देखाउँछु। सो मैले चाहिँ फाइनली ब्याग बुनिसकेँ हो। मैले चाहिँ फाइनली ब्याग पनि बुनिसकेँ। यहाँनिर यस्तो बुनेको छु हो। त्यो छ यसको भिडियो पनि म हाल्नेछु। सो हेर्नु नबिर्सिनु होला। अब चाहिँ म नुहाउनु जानु आँटेको। पुरा गरमले हप्प भइसक्यो। नुहाएर आएर भेट्छु ल। दिन हेर्नु नि आजको मेरो बाख्राहरू घाँस लगाउन आएको त। म चाहिँ अहिले सबै कामहरू सकेर नुहाइधुवाइ गरेर उता गएर गाई बाख्राहरू पानी घाँसेर मिलाइसकेर त्यहाँदेखि मूलहरू गएँ। आएर चाहिँ यो ब्यागको भिडियोहरू बनाएको छु। हजुरहरूले पनि हेरिदिनु होला होइन। हेर्नु नछुट्टिनुहोस् होला यो भिडियो चाहिँ। अन्त अब हामी चाहिँ सेवा साइड जानु आँटेको। सायद होइन अब जान्छौँ। अहिले एकछिन म तपाईँलाई भेट्छु ल खाजाहरू खाइकन। कस्तो मिठो केक हौ यो। दादाले ल्याइदिएको रहेछ कि नानीले आतिखेर आतिराखेँ। कस्तो मिठो मलाई चाहिँ 3टा मात्रै राख्दैछ नि। यत्रो मात्रै सबै उसले खाएर।